साम्दो हिजोको हाम्रो बसाइ साम्दोमा भयो। हामी बसेको होटल यही हो, लिटल टिबेट। राम्रो लाग्यो सेवा सुविधा लिटल टिबेटले दिएको। अब यहाँबाट हामी आज धर्मशाला जानेछौँ। बिस्तारै जाने हो, 3-4 घन्टामा पुगिन्छ। अब ग्लुमी छ, बादल लागेको छ, हिमालको यसो झल्को मात्र देखिया छ। हेरौँ अब दिउँसो खुलिदियो भने हो, नत्र वेदर त यस्तै हुन्छ जस्तो छ यसपालिको ट्रिपमा। एनिवे होप फर द बेस्ट। अहिले चाहिँ अब करिब 4000 मिटरमा छौँ। आज हामी 4500सम्म जान्छौँ धर्मशाला। त्यसपछि हाम्रो भोलि चाहिँ लार्के पास हुनेछ। खच्चरहरू जान रेडी छन् मासतिर। यो यताबाट चाहिँ हिजो हामी आएको। अब हाम्रो के अरे हरेक वर्षमा चाहिँ यो ठडाउने काम हुँदैछ। यसको धार्मिक विश्वास के रहेछ त? बुद्धिस्टमा यस्तो हुन्छ के अरे। तपाईँको नाम के हो? तेन्जिन हो। तेन्जिन हजुर। कति वर्ष हुनुभयो? म त 23 वर्ष हो। 23 वर्ष हुनुभयो। अनि यो साम्दोमा नै हो तपाईँको, यहीँ हो घर? यो होटल पनि तपाईँकै? मेरो बोले भने ए होटलको नाम के रे? लिटल तिब्बत साम्दो है। ठिक छ। अनि मैले बुझ्न खोजेको यहाँ चाहिँ यो बन्दैछ होइन, यसको कल्चरल सिग्निफिकेन्स चाहिँ के हो? अब यो हाम्रो मैले एकदम सजिलो भन्यो भने यस्तो हो कि गुड लकको कुरा हो हाम्रो। कि अब हरेक वर्षमा हामीसँग अब यस्तो हुन्छ नि, अब यता उता गडबड हुन्छ, त्यो सबै नहुनु कारणको लागि पूजा गर्नुपर्छ। हरेक वर्षमा हामीले अब हिमालमा हाम्रो के झन्डा लगाउने कारण के हो? त्यो भने गुड लकको कुरा हो नि। सबै अब यो धरतीमा जुन लिभिङ अर्गनाइजम छ नि, अब मान्छे हो जानवर हो, सबैले दुःख नपाएको त्यस्तो, त्यही लागि हामीले पूजा गर्छ हरेक वर्ष। त्यस्तो अब यो झन्डामाथि गयो, त्यसमा जुन लिगेछ नि, झन्डामा धेरै लिगेछ हाम्रो बुद्धिस्टको। त्यो सबै अब हिमालमा यस्तो हावाले यताउता लिन्छ, हिमालको हावा सबै दुनियाँभरि जान्छ, घुमेरै जान्छ। त्यही कारणको अब हामीले भन्ने खोजे त्यस्तो हो कि त्यसले सबैले दुःख नभन्ने कुरो हो, दुःख नआउनेको कारण हामी पूजा गर्छ। यो मन्त्र चाहिँ सबैतिर चारैतिर छोइदियोस्। अनि यो चाहिँ के यही टाइममा गर्ने पूजा हो? टाइम होइन, हाम्रो यस्तो हो कि किताबमा लामा ठुल्ठुलो लामाले किताबमा पढ्छ, अनि कुन चाहिँ दिनमा सही रहेछ त्यस्तो। ओके, आजको दिन चाहिँ सही रहेछ। ल हाम्रो लागि पनि सही होस्। हिजो गरेको छैन, आजै गऱ्यो, आज दिन चाहिँ सही देखाएन, त्यही कारण। ओके, ल आज दिन राम्रो छ है। हस्, तपाईँलाई धेरै धेरै धन्यवाद है। अब यो उठाएको भिडियो बनाइदिउँ भनेको, नास्ता रेडी भयो अरे। लिङ्गो ठडाउने काम भयो। हामी खाजा खाँदै थियौँ, त्यही भएर ठडाएको चाहिँ हेर्न भ्याएनौँ। नभ्याएनौँ तर लास्ट मुमेन्टमा यसरी लिङ्गो ठडाइयो। अब यसलाई बाँधिन्छ। ल दाइको किडनी फेल भयो, जाने होला। हाम्रो शिव भाइ चाहिँ फर्किँदैछन् साम्दादेखि। उनलाई अलिक गाह्रो भएको हुनाले हामीले उनलाई फर्किने सजेसन दियौँ र उनी पनि माने। ल भाइ राम्रोसँग जाऊ। अब यहाँबाट तल सामागाउँ गएर हेलिकप्टरमा जान्छन् कि कसरी जान्छन्? ल ओके बाई। हामी चाहिँ लाग्यौँ मासतिर। यस्तै हो अब कहिलेकाहीँ ज्यानभन्दा ठुलो कुरो केही छैन क्या र। ज्यान रहे, स्वस्थ रहे माथि जान सकिन्छ होइन, नत्र फेरि गाह्रो भयो भने त राइट डिसिजन गर्नुपर्छ। मजा आउँदैन होइन फर्किनुलाई। यो ठाउँसम्म आइसकेपछि मजा आउँदैन, साथीभाइलाई पनि मजा आउँदैन, तर पनि स्वास्थ्य नै ठुलो सम्पत्ति हो। युट्युबमा भ्लगमा आउँछ। मेरो अनुहार कस्तो कालो
कस्तो राम्रो छ म त साह्रै राम्रो लाग्यो है हाम्रो त बुवा पनि 30 वर्ष जति 30 वर्ष भइसक्यो है निरन्तर यही स्पट कसरी राखेर हजुर हजुरको घर कता मेरो त्यही हो साम्डो नै साम्दु। तर यहाँ आएर चाहिँ पसल गर्नुहुन्छ यसो टुरिस्टले किन्छन् नि त राम्रै हुन्छ बिक्री चिनो गरी हुन्छ अनि हजुरको शुभ नाम चाहिँ मेरो नाम तेमा हेमभक्ति सबैले कति वर्ष भयो मेरो बहिनीले चाहिँ पहिल्यैदेखि गरेको हो हजुर म चाहिँ सिजनमा मात्रै गर्छु ए ट्रेकिङ सिजनमा मात्र अहिले सिजन पर्यो त्यही भएर पढाइ पढाइ अहिले कतिमा पढ्दै हुनुहुन्छ 3rd इयर थर्ड इयर ब्याचलर हजुर कता पढ्नुहुन्छ यही कि क्याम्पियन मतलब यही ठाउँ हो होइन यतै? सानेपा काठमाडौँ हो दाइ ए ललितपुर ललितपुरमा ललितपुरमा चाहिँ क्याम्पियन कलेज हजुर ए कुन चाहिँ फ्याकल्टी बिएसडब्ल्यू मेजर ए ब्याचलर इन सोसल वर्क ल हेर्नुहोस् पानी कस्तो कलरको छ पुरै हरानी कलरको छ एकदम लाग्यो धेरैतिर हिमालको पानी निलो देखियो तर यहाँ चाहिँ पहिरो त नि होइन जाने क्रममा छौँ हामी हाम्रो एकजना भाइलाई चाहिँ टाउको दुखेर सेवा भाइ चाहिँ फर्क्यो उसामा गाउँबाट अब अझै हेली पायो भने फर्किन्छ हामी चाहिँ अब मासतिर लागिरहेछौँ उकालो डाँडा यस्तो छ बादल लागेको छ मजासितले अब आजको बसाइ हाम्रो धर्मशाला हुनेछ धर्मशाला पुग्नलाई अब यहाँबाट करिब 3 घन्टा जति लाग्ला होइन त्यही भएर अब बिस्तारै जाने हो एक्मोटाइज हुँदै जानुपर्छ यस्तो ठाउँमा हतार गरेर गयो भने फेरि हतपतको काम लतपत पनि हुनसक्छ त्यसरी त्यस्तो हुन दिनु भएन भनौँ धर्मशाला हो 4470 मिटरमा अवस्थित छ र यो चाहिँ हामी अलि परबाट लिएको भ्यू सबै वेदर ग्लुमी छ अब आज र भोलि नै वेदर त्यति राम्रो छैन भन्छन् यस्तो छ 4400 मिटरमा रहेछौँ अहिले हामी अझै 70 मिटर चढ्नै पर्ने हुन्छ फाइनल्ली राति पासको अन्तिम गन्तव्य चित्रलाई धर्मशाला हामी आइपुगेका छौँ धर्मशाला यति हो जम्मा 5वटा जति माथि एउटा तल 2टा या 3टा होटेलहरू छन् बस्नुलाई चाहिँ त्यस्तै छ धर्मशाला
धर्मशाला करिब 4670 मिटरमा अवस्थित छ। यहाँ टेन्टहरू पनि भित्र छ बस्नुलाई। यस्तै छ, खोला बगिरहेछ। भोलि चाहिँ हामी यहाँ पास गर्दैछौँ, त्यहाँ नै धर्मशालाको रुम चाहिँ यस्तै पर्यो हाम्रै। यस्तो छ ओछ्यान अनि त्यसपछि यस्तो छ रुम।